अनुसार नाम फरक हुनसक्छ। हाम्रोतिर खुर्सानी फुल भन्छन् यसलाई। यो चाहिँ रातो कलरको हुन्छ हेर्नुस् र यसको चाहिँ स्वाद केही मिठो खालको हुन्छ। यसमा मिठो गुलियो रस हुन्छ फेदमा, जुन चाहिँ अन्य भमराहरू तथा विभिन्न चराचुरुङ्गीले चुसेर पनि खाने गर्दछन्। मान्छेले खाँदा पनि चिप्लो चिप्लो र हल्का गुलियो गुलियो यसको स्वाद हुन्छ। यो चाहिँ एकदमै राम्रो पेटको स्वास्थ्यको लागि र वीर्यलाई गाढा बनाउनको लागि, धातु जनित रोगलाई शान्त पार्नको लागि, यानि कि स्वप्नदोष हुने समस्या, सेतो पानी बग्ने, स्त्रीमा सेतो पानी बग्ने समस्या, पुरुषको चाहिँ आफै धातु गिर्ने समस्या, यस्तो समस्याहरू छ भने हैन, वीर्यसँग सम्बन्धित समस्या र पेटमा चाहिँ तपाईको जलन हुने अनि राम्रोसँग पेट खलास नहुने, दिशा जम्ने, सारो दिशा आउने हैन, दिशा गर्न गाह्रो हुने समस्या छ भने यो एक नम्बर रामबाण औषधि हो। तपाईले यसलाई खान पनि एकदमै सजिलो तरिका छ। टिपेर ल्याउने, 5 वटा जति फुल सफा पानीले धुने र खाली पेटमा खाने, सकेसम्म आधा घण्टा 15 मिनेट अन्य चिजहरू नखाइदिने हैन, ताकि यसलाई चाहिँ शरीरले पूरा रूपमा एब्जर्ब गर्न सकोस् र यसको औषधीय गुणलाई शरीरले ग्रहण गर्न सकोस्। साथै तपाईले यदि दिनदिनै यो ताजा पाउनुहुन्न भने यसलाई सङ्कलन गर्ने, सुकाएर राख्ने र चिया जस्तै पकाएर सुरुप खाने है। त्यो तपाईले आवश्यक परेको टाइममा यसको चिया बनाएर खाने, वा यसलाई कुटेर ढुटो बनाएर पनि 1 चम्चा तपाईले तातो पानीमा उमालेर खान सक्नुहुन्छ। मनतातो पानीसँग तपाईले यसको चूर्णलाई पनि खान सक्नुहुन्छ। जसरी खाए पनि तपाईको शरीरमा चाहिँ यसले फाइदा पुर्याउँछ। गाई बस्तुदेखि लिएर मान्छे सबैको लागि अत्यन्त उपयोगी र अमृत तुल्य हैन, एकदमै भिटामिन्सले युक्त है। रगतलाई पनि राम्रो बनाउने, रगतको रातोपनालाई बढाउने त्यस्तो क्षमता भएको, तपाईको शरीरलाई चाहिँ गुलाबी रङ दिने हैन, तपाईको रसिलो फसिलो बनाउने, गालाहरू शरीरहरू त्यस्तो काम गर्छ। पौष्टिक पदार्थले भरिपूर्ण हुन्छ। यो पौष्टिक पदार्थ पनि यसमा प्रशस्त मात्रामा हुन्छ। 5 वटा जति फुल तपाईले चाहिँ वयस्क मान्छेले पानीमा धोएर खान सक्नुहुन्छ। बच्चाहरूले एउटा फुल खाने, वृद्ध अवस्थाका व्यक्तिहरूले एउटा 2टा 3टा आफ्नो क्षमता अनुसार खाने, सफा पानीमा धोएर चबाएर खाने। शीतलो पनि गर्छ, गर्मीलाई पनि काट्छ, शरीर पनि स्वस्थ बनाउँछ। भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद।